let's get started. हेलो गाइस, फेरि पनि आज म तपाईहरुलाई मेरो न्यू भिडियोमा स्वागत गर्दछु। आज न्यू भिडियो लिएर आएको छु मैले आजको रेसिपी चाहिँ मेरो कुखुराको मासु हो। अनि यहाँ तेल चाहिँ गरम भइसक्यो अनि यहाँ चाहिँ मैले 5 फोरन लगाइदिएँ। 5 फोरन लगाएको एकछिनपछि अनि मैले यहाँ फेरि प्याज हाल्दिएँ। अहिले यहाँ मैले तेजपत्ता पनि 2टा पत्ता जस्तो हालिदिएँ। त्यहाँबाट एकबार यसलाई यसरी हिलाउने। अनि यो प्याज चाहिँ धेरै पकायो भने पनि मासु चाहिँ राम्रो हुँदैन, त्यही भएर धेरै पकाउनु पनि हुँदैन, ठिक्कैको हुनुपर्छ। अनि अलिकति ब्राउन टाइपको भयो भने चाहिँ मासु हाल्नु, धेरै ब्राउन पनि है, हल्का। अनि अहिले चाहिँ म मासु हाल्नु गइरहेको छु। मासु चाहिँ यस्तो छ है, म चाहिँ हातले हालिदिँदैछु। धेरै छ, लेकिन उयो गरेर हाल्नु सक्दैन चम्मचले होइन, त्यही भएर म हातले हालिदिँदैछु। अनि मान्छेले चाहिँ मसलाहरू फ्राई गरेर बनाउँछ, तर म चाहिँ मेरो चाहिँ बनाउने तरिका अलिक अलग छ। पहिला मासु हालेर मासु मात्रै म पहिला फ्राई गर्छु होइन। अनि मासु फ्राई भइसकेको पछि अनि टमाटरहरू हाल्छु अनि त्यसको पछि मात्रै म मसलाहरू चाहिँ हाल्छु। तर मसलामा चाहिँ मैले के हाल्छु त्यो सबै म तपाईहरुलाई मेरो रेसिपी देखाउँदै जान्छु, किनभने मेरो मसलाहरू चाहिँ धेरै छैन। आज चाहिँ यो मासु चाहिँ किन यति बेसी पकाएको भनेर सोच्नुहुन्छ होला तपाईहरुले। आज चाहिँ मेरो नातिनीको बर्थडे हो। आज चाहिँ 4 साल भएको छ। अनि त्यसको खुसीमा चाहिँ हामीले आज चाहिँ कुखुराको मासु हामी रेसिपी बनाउँदैछौँ। आज चाहिँ बर्थडे हो, त्यसको लागि आज बर्थडे सेलिब्रेट गर्नुको लागि चाहिँ हामीले मासु बनाउँदैछौँ। अनि एकछिनपछि अनि फेरि पाहुनाहरू पनि आउँछ होइन। तपाईहरुलाई म त्यो पनि देखाउँछु, पाहुनाहरू आएको पनि देखाइदिन्छु, बर्थडे सेलिब्रेट गरेको पनि देखाउँछु, बर्थडे गर्ल पनि देखाइदिन्छु तपाईहरुलाई। तपाईहरुले मेरो रेसिपी चाहिँ हेर्दै जानु। मेरो रेसिपी चाहिँ धेरै सिम्पल छ। हजुरहरूलाई मन पर्छ कि पर्दैन थाहा छैन। मेरो रेसिपी चाहिँ तपाईहरुलाई आज म फुल देखाइदिन्छु। फेरि यता पनि स्टार्ट गर्दैछु, किनभने यहाँ कराई चाहिँ सानो भयो, 11 केजीको थियो, त्यो भएर कराई चाहिँ सानो भयो। त्यहाँबाट फेरि यहाँ यता आधा बनाउँदैछु म। आधा मिसेन तपाईहरुले बिना मसलाको सब्जी बनाउँदैछु। अर्ग्यानिक मसला हाल्ने हो कि आज म यो चाहिँ मैले यसमा चाहिँ फेरि मैले मिठा तेलहरू यस्तो केही पनि हालिनँ, तोरीको तेलहरू। अनि यो चाहिँ मैले तोरीको तेलहरू केही पनि हालिनँ होइन। अनि यसमा चाहिँ कुखुराकै तेल धेरै थियो। अनि त्यो कुखुराको बसले नै मैले पकाएको। यस्तो रेसिपी अलग टेस्टी हुन्छ है फेरि। के कुखुरा थाहा छ तपाईहरुलाई? यो लोकल पनि होइन, ब्रोइलर पनि होइन, ब्रिडर पनि होइन। यो चाहिँ हामीले चाहिँ यहाँ चाहिँ भन्छौँ हामीले कोइलरको मासु मासु जस्तो नै हुन्छ खानुमा चाहिँ एकदम मजा। यहाँ चाहिँ हल्दी पनि लगाइदिउँ। यहाँ चाहिँ अहिले केही पनि नलाउने, खालि
हल्दी हालेर अनि यसरी भुटिराख्ने अनि यसको पानी चाहिँ सुकेपछि चाहिँ होइन के हाल्नु पर्ने हो तपाईँहरूलाई सबै देखाउँछु Would you let me go? No, you never come back. I'ma be the best that you never had. Would you let me go? No, you never come back. I'ma be the best that you never had. I'ma kick back, 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 back. I'ma kick back, back, back. I'ma be the best that you never had. Now it's ready to eat, guys. अर्कोवाला पनि पाकिसक्यो गाइस हेर्नु कता झन् नभन्नु हो पानी भएछ नि तल लागेछ कसैले पनि साथ दिएन मलाई मैले चाहिँ यसमा किनभनेदेखि चिली पाउडर चाहिँ मैले रेड चिली पाउडर बेसी हाल्दिनँ मैले यहाँ किनभने रेड चिली पाउडर बेसी खानु हुन्न अरे नि त हामी त बिमारी मान्छेहरू होइन त्यही भएर हामी चाहिँ अर्ग्यानिक राजा मर्चाको राजा खुर्सानीको चाहिँ धुलो मात्रै हालेँ कि मैले अनि त्यही भएर चाहिँ यो चाहिँ यति साह्रो चाहिँ कलर छैन ग्रिन चिली किङ चिली पाउडर हालेको त्यो भएर अनि यति साह्रो कलर चाहिँ देखिँदैन तर खायो भने चाहिँ फेरि बम्छ नि अब मेरो पाकेर यति नै भयो मेरो सब्जी पाकिसक्यो होइन पाकेर खत्तम भयो अब यति नै हो मैले यहाँ चाहिँ के हालेको छु तपाईँहरूलाई मैले सबै कुरो देखाएँ यदि मेरो रेसिपी मन पऱ्यो भने तपाईँहरूले पनि एकचोटि ट्राई गर्नुहोस् अनि खाइ हेर्नुहोस् बनाएर कस्तो हुन्छ अनि तपाईँलाई यदि मेरो भिडियो राम्रो लाग्यो भने चाहिँ तपाईँले लाइक अनि सब्सक्राइब अनि